यो चाहिँ हामीले काम गर्ने मालिकको घर हो। यतातिरको घरको डिजाइनिङ चाहिँ यस्तो हुन्छ। बाहिर चाहिँ पानी गरम गर्ने सोलर राखेको छ। यता गाडीहरू छ अनि यतातिर अरू सबै सेपको पौधाहरू लगाएको छ। अनि हामी बस्ने चाहिँ यो 2-4 दिनको लागि हाम्रो घर चाहिँ। अनि यताटी एउटा घर छ। यहाँको घरको डिजाइनिङ चाहिँ एकदमै बवाल लाग्छ मलाई। फेरि एकदमै दामी हुन्छ क्या घर। हेर्दा चाहिँ यो ल्यान्डरवाला घर जस्तो छ, तर यो ल्यान्डरवाला घर चाहिँ होइन। हाम्रै उतातिरको सिस्टममा बनेको घर हो। यसमा चाहिँ पछि प्लास्टर गर्छ अनि झ्यालहरू चाहिँ एकदम बवाल बवाल लगाएको हुन्छ। त्यही भएर बवाल देखिन्छ यो घर चाहिँ। अनि यो चाहिँ मेरो रुममा जाने बाटो। पानीको ट्याङ्की होला यहाँ सायद। यो पानीको ट्याङ्की भन्नाले पनि जो यो रुखदेखि काटेर ल्याउँछन् अनि काटेर ल्याइसकेपछि यसमा भिजाउँछन् होला। भिजाएर यो बोक्रा निकाल्न सजिलो हुन्छ भनेर हो कि खै केसको लागि हो त्यस्तो खासै जानकारी चाहिँ छैन मलाई यसको। अनि देखाउ लागिरहेछ। ल भिडियो कस्तो लाग्छ प्लिज लाइक अनि फलो सेयर गर्न नबिर्सनु होला है।